सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस्, सबै कुराबाट परमेश्वरको महिमा भएको होस्। अनि सबैजनालाई प्यारो प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह। अनि आरामै सन्चै हुनुहुन्छ होला भन्ने म आशा राखेको छु। म पनि सन्चै छु, आरामै छु। अनि परमेश्वरको अनुग्रहले अनि परमेश्वरको प्रेम, परमेश्वरको वास्ताको कारण अहिलेसम्म पुग्छु। त्यस कारण परमेश्वरको प्रेम अगाधै छ। सबै कुराबाट परमेश्वरको महिमा भएको होस्, किनभने उहाँको हामी सृष्टि हौँ। हामी उहाँका सृष्टि, उहाँकै स्वरूप र उहाँकै प्रतिरूप बनाउनु भएको कारणले हामी सधैँ र सबै कुरामा हामी धन्यवादी हुनुपर्दछ परमेश्वरलाई। सारा हृदयदेखि धन्यवाद चढाउने। शैतानले हाम्रो जीवनमा विभिन्न खालको सटावट परीक्षाहरू ल्याइराख्दा पनि परमेश्वरले उहाँको अनुग्रहले, उहाँको प्रेमले हामीलाई बचाइराख्नु भएको छ। अनि विभिन्न खालको संसारमा हुँदाखेरि उठाप चढावहरू आउँदछ, विभिन्न खालको नैराश्यपनहरू, चिन्ता, फिक्रीहरू, विभिन्न खालको समस्याहरू आउँदछ। तर पनि परमेश्वरले हामीलाई बचाइराख्नु भएको छ। अनि उहाँको सुरक्षा, उहाँको प्रेम हाम्रो जीवनमा छ। दुःख सुख त सबै भइरहेको हुन्छ, तर पनि यी कुराहरूलाई लिएर हामी आत्तिनुपर्ने, चिन्तित हुनुपर्ने, निराश हुनुपर्ने जरुरत छैन। अनुग्रह छ है, कस्तो छ, अचम्मको छ। कहिले हिउँ सिजन मानिसलाई सबै कुराको खाँचो छ, सबै कुराको आवश्यकता छ। त्यस कारण परमेश्वरले जान्नुहुन्छ यी कुराहरू। यस परमेश्वरले अचम्म रीतिले उहाँको क्रिएसन गर्नुभएको छ है। सधैँ घामको घाम भइदियो भए चाहिँ मानिसले चाहिँ चिसो कहिले हुन्थ्यो भन्ने हुन्थ्यो होला होइन। सधैँ चिसो भइदियो भए चाहिँ मानिसलाई घाम कहिले भए हुन्थ्यो होला भन्ने हुन्छ। सधैँ हरियोको हरियो भएको भए चाहिँ सुक्खा भइदिएपछि हुन्थ्यो होला जस्तो लाग्छ। सुक्खा भइसकेपछि कहिले हरियो भए हुन्थ्यो होला जस्तो लाग्छ। यो ऋतु हो, परमेश्वरले यस्तै तरिकाले बनाउनु भएको छ र अति सुन्दर छ। आफ्नो समयमा, आफ्नो ऋतुमा सबै कुरा परिवर्तन हुँदछ। अनि त्यसै कारणले हाम्रो जीवनमा पनि दुःख अनि कष्टहरू आउँदछ, समस्याहरू आउँदछ, चिन्ता अनि फिक्रीहरू आउँदछ। हाम्रो जीवनमा विभिन्न खालको उतार चढावहरू आउँदछ। ऐबको जीवनलाई हेरौँ। ऐब एकदम धनाढ्य थिए, उनी पवित्र पनि थिए, उनी आशीषित व्यक्ति थिए। अनि दिनौँ चाहिँ उनले चाहिँ बलिदान चढाउँथे, अनि भोजहरू गर्थे, छिमेकीहरूलाई भोजहरू खुवाउँथे। तर पनि उहाँको जीवनमा शैतानले विभिन्न खालको परीक्षाहरू ल्याएर आफ्नो छोराछोरीहरू, आफ्नो धन सम्पत्तिहरू सबै कुराहरू नष्ट भए र उहाँको जीवनमा पनि धेरै खालको समस्याहरू आएको। रोग, चिलाउने रोगबाट छाला रोग आएको कारणले विभिन्न खालको सटाउट अनि दुःख उहाँले भोग्नुभयो। तर पनि ऐब स्थिरतामा रहे, परमेश्वरलाई श्राप भएन, परमेश्वरलाई उहाँले धन्यवाद दिए। किनभने परमेश्वरलाई उहाँले के भन्नुभयो भनेपछि उहाँले दिनुभयो, उहाँले लानुभयो। अनि उहाँले दिँदा बेला हामीले